नमस्कार, म कृष्ण प्रसाद सापकोटाको तर्फबाट हिन्दूहरू तथा तराईवासीले मनाउनु हुने छठ पर्व 2082 7 महिना 10 गतेको पावन अवसरमा चितवनको नारायणी नदी किनारमा छठ पर्व मनाउने अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलि बिहानसम्म सूर्यलाई अर्घ दिन भक्तालु रातभर बत्ती बाली कुरेर बसिरहनु भएको छ र भोलि बिहान उहाँले उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वलाई विशेष रूपमा अन्त्य गर्नुहुनेछ। आज यहाँ रातको 8 बजेसम्म भक्तालु र दर्शकहरू बीचको ज्यादै घुइँचो लागेको छ। यहाँको 8 बजेको रातिको माहौल तपाईँहरूमा बसिँदैछु। धन्यवाद। धेरै राम्रो छ। आज छठी माईको पूजामा हामी नारायणी नदी किनारमा आएर दर्शन गरी अवलोकन गर्ने अवसर मिल्यो। त्यसको लागि प्रकाश भाइलाई पनि धन्यवाद दिन चाहन्छु। जानै पर्छ आखिर हामी
चितवनको नारायणी नदी किनारमा रहेको छठिया माईको अवसरमा भिडियो रेकर्ड गरिरहेका छौँ। साह्रै रमाइलो वातावरण छ यहाँ।